大家好，我叫苏维莎，我是尼泊尔人。今天我用尼泊尔语介绍乌伦传图。नमस्ते सबैलाई, मेरो नाम सुवेक्षा महर्जन हो। आज म तपाईलाई एउटा अचानकको मूर्ति देखाउन गइरहेको छु। यसलाई चिनिया भाषामा उलुन छ्वान्चु भनिन्छ, तर नेपालीमा यसलाई 5 वटा सम्बन्धको चित्र भनिन्छ। हेर्न सक्नुहुन्छ, यो पछाडिको चित्रलाई 5 वटा सम्बन्धको चित्र भनिन्छ। तपाईलाई थाहा छ के 5 वटा सम्बन्ध हुन्? यिनीहरू हुन् राजा, प्रजा, बुबा, छोरा, श्रीमान, श्रीमती, दाजुभाइ र साथीहरू। हाम्रा पहिलाको पुर्खाहरू धेरै चलाक थिए। यिनीहरूले यी 5 वटा चरालाई 5 वटा सम्बन्धमा जोड्न खोजिएका छन्। यी 5 वटा सम्बन्धले यसलाई हामीलाई राम्रोसँग बुझ्न पनि सहयोग गरेको छ। पहिलो, फिनिक्स। यो तपाईलाई थाहा छ एउटा ठुलो चरा हो। त्यस्तै गरी प्रजा र राजाको पनि ठुलो र भव्य सम्बन्ध हुन्छ। दोस्रो, सारस। तपाईलाई थाहा छ सारस भन्नाले एउटा बोलेर एकअर्कालाई बोलेर गर्ने एउटा चरा हो। त्यस्तै गरी बुबा र छोराको बीचको एकअर्कालाई बोल्ने र माया प्रेमलाई जनाउँछ। तेस्रो, हजुरलाई थाहा छ श्रीमान श्रीमती जस्तै आफूलाई माया गर्ने र प्रेम गर्ने भनेको एउटा चराको जोडी हो। त्यसलाई भन्छ डाफेको जोडी। त्यसैले अनि चौथो भनेको तेतर। तपाईलाई थाहा छ दाजुभाइको बीचको एकअर्कालाई सहयोग गर्ने र सम्बन्ध गाँस्ने पनि तेतर जस्तै हुन्छ। यसलाई तेतर चरासँग जोडिएको छ। र अन्तिममा सबसे सानो र राम्रो भनेको पहिलो कोइली। तपाईलाई थाहा छ पहिलो कोइलीले धेरै गाउँछ। त्यस्तै गरी साथीहरूले एकअर्कालाई गाएर बोलाउँछ र एकअर्कालाई राम्रोसँग बोल्छ। त्यसैले यसलाई पहिलो कोइलीसँग जोडेको छ साथीहरूलाई। तपाईलाई अब कुनवाला सम्बन्ध सबसे राम्रो लाग्यो तल कमेन्टमा भन्नुहोस्। यिनीहरू चराले यो सम्बन्धलाई दुवै अर्थपूर्ण र रमाइलो बनाउँछ हामीलाई बुझ्नको लागि। तर लाइक र फलो गर्नुहोला। अनि पछि हामीलाई तपाईको कुनवाला राम्रो लाग्यो भन्नु। अनि म यस्तो कुराहरू अझै तपाईको माथि ल्याउने छु। धन्यवाद। ग्वान्जौले तपाईलाई स्वागत गर्छ अनि चेन क्लान एन्सेस्टर प्यालेसले पनि तपाईलाई धेरै स्वागत गर्नेछ। बाई बाई।